हेलो गाइज, सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ हाम्रो जङ्गल चाहिँ मस्त माछा मारेर मजाले खानियो त्यहाँ। त्यस कारण आज म भ्लग गराउँदैछु र आज लास्टिङ रमाइलो गर्नेछौँ हामीहरू। सिधै अब हजुरहरूलाई म देखाउँछु त्यहाँ हामीहरू जङ्गल पुगेको, त्यहाँ टक्क माछा मार्नको तर केटाहरूले हामीले त्यहाँदेखि मार्दा मार्दा हामीहरू यहाँसम्म पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ अब केटाहरूलाई लागि पढे खान हेर्न सक्नुहुन्छ। यहाँ रोक्नु एकपछि यो त सानो हो र खै माछा 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 हामीले 1 केजी जति मारिसकेका छौँ। डोङ्गा सर कुछ बटाई यार विशाल लागि परेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। बवाल छ पछाडि। सबभन्दा धेरै माछा मैले छोपेको छु र त्यसपछि यिनीहरूले यहाँ मसित एउटा माछा छोप्ने भ्याउ खै कहाँ है लागि बढाइ खानेहरू। म त बस्दैछु यहाँ माछा माछा कस्तो यहाँ पनि माछा छ यार, उफुडिरह। आज छुट्टीको दिन, आज यहाँ छुट्टीको दिन भएर हामीहरू यहाँ रमाइलो गर्न आइसकेका छौँ। पक्काको अझ पाइहाल्यो हामीले, आइफोन अझ पायो। ए कति पाउँदैन केटाले पछाडि सिद्र उत्र। तर आज हामीले चाहिँ बबाल तरिकाले पोलेर खानेछौँ। पुरा सब व्यवस्था छ हामीसित। यो त कम हुन्छ हैन जुगा? यहाँ कम छैन, जुगा छैन, यहाँ छैन। जुगा देखेर लास्ट डराउँछन् र हाम्रा भेनाजी। माछा छोप्दा छोप्दा हैरान भइसकेको छु म चाहिँ। यो चाहिँ पुरा पोखरी है, यो पुरा पोखरी हो। यहाँ यसरी माछा हालेको थिएन र पानी सुकेको छ। पानी उतातिर छ तर लास्ट टाइम माछा छ त्यहाँ। अझ पाइसकेको छ केटाहरूले। ए उ त थडुनी माछा, थडुनी माछा हो यो। हो न डोङ्गा सर? अरे हाल न यार, कहाँ फाले खडुनी देखाइदिन्छु म दर्शक बिना। सिद्रा त फाले रहेछ यहाँ राख्ने माछा हेरेर यति देर भइस। आज फर्स्ट टाइम खुसी हो हैन? अनि मारेपछि त खुसी भयो। यो सँगै आएर नत्र ए हाम्रो डोङ्गा सर यहाँ हेर न यार। यो मान्छे चाहिँ खतरा हो क्या यो। अरे मुझे पानी मोबाइल फाल्दै पोज पोज साग बवाल पड्किन्छ फेरि यसको। अहिले हामी छोप्छौँ के टिभी चिन। र अहिले चाहिँ अब म पनि छोप्नतिर लाग्छु र पछितिर पोलेर चट्टा खाँदाखेरि हजुरलाई देखाउँछु कति ठुलो माछा मार्यो मैले। हाम्रो यो जङ्गलमा बाघ पनि आएको छ। अनि तर के मजाले सुट्यो बाघ आएन त हाम्रो यहाँ जङ्गलमा। अनि हामीले बाख्रा उठाइदियो नि कि फरकै पर्दैन। यहाँ बाघले खायो भने सक्यो भ्यागुता। तर म डर मान्दैन, कसैको पनि डर मान्दैन। जुगा भ्यागुता कसैको मान्दैन। पानीमा बस्दिनँ, पानीमा समात समात उ त्यहाँ झिल्लीको छेउमा बक्समा छ नि यार। आज सकाउने तिर समाउनु बेना पर्यो। ल एकछिन अब म पनि माछा छोप्छु। केटाहरूको पेट फुट्छ ल। ए सिङले माछा हक्छन् केटाहरूले आज। यो पोज चाहिँ फाइनल्ली हामीहरू चाहिँ त्यहाँदेखि मारेर आइसकेका छौँ यतातिर। अब लागि परेछौँ। अब भर्तालमा एकछिन मार्छौँ, त्यसपछि अनि यहाँ के भन्छ सिङ्गीले हातमा हानेर खुनसुन निकालिसकेको छ बेनाजीको। यी खुनसुनी खत्तम पाऱ्यो यार। यो त माछा पनि देखाइदिनु। माछा अरे रे के वो माछा ल तल होला है ठुलो। धेरै न 1 केजीसम्म भयो। आफ्नैमा चिनो यहाँ त एउटा ढालेको ढालेको
जङ्गलमा यस्तै माथि बसेको छ दुईजना छोरी के यार फाइनली माछा पक्रिसकेको छु कि देखिस् ठुलोबाट कसरी निकाल्छु मैले फाइनली माछा पनि अब व्यवस्थित ठाउँमा बसिरहेको छ र हामीले अहिले यसको खातिरदार गर्छौँ हामीले अहिले मजाले यतातिर 4 भइसक्यो अब यतातिर चाहिँ हुँदैछ अझ यतातिर चाहिँ यो लास्टै छोपेले माछा आज अब त्यसको त कुरै के गरौँ त्यसले त हिलो नै कति खिल्यो अब त्यो त भन्नै पर्दैन यिनले चाहिँ चप्पाचप छोपिरहेको थिएँ अब यतातिर के कुरा गरौँ हातमा पुरा खुन निकालेर बसिरहेको थिएँ अब के भन्नु अनि मैले पनि छोप्न त छोपेको यो यो यति यो लामो झिर यो जति छ सब मैले नि यो छोपेको हाँसेको डङ्गलामा भाइरल हो टक्क कोइलामा हुन्छ तेरा मोर युट्युब चैनल में ना एउटा अर्को पनि यहाँ पोखरी छ यो पोखरीमा चाहिँ यहाँ चिसा पानी भन्छ यसलाई यो चिसा पानी हो ओइ बकुल्ला अघि देखाउँदा यहाँ पाकटा न यहाँ पाकटा अनि यो भोगीलाई चाहिँ के गर्ने के भूत जस्तो भएको म त यार घर लगाएर अनि त्यो चिन्छ यहाँ हुँदैछ हाम्रो डङ्गाले भन्छ त्यो घुमाइदिएन सिके घुमाइ परि अर्को साइड पुऱ्याइदिए डोङ्ला सर पुरा यहाँ हाम्रो के भन्छ सिगाउँमा यहाँ मार्केट खाने अरे गुच्ची नै उयो रुकिना ना त्यो मसला निकाल त मसला पुछारतिर त पुरै जर्यो ओ मसला निकाल्न कहाँ ए यहाँ रहेछ फाइनली हामीहरूले टक्क पारामा त्यो माछा खाएर अब घरतिर जान छौँ घर पनि आइसकेको छ अगाडि अब छोडाइछ अब ल आजको अब रमाइलो पनि यति नै थियो र आजको भ्लग पनि यति नै हो ल हस् त बाई